नमस्कार, म इन्द्रलाल ठाकुर सुनसरी जिल्लाको बर्जु गाउँपालिकाबाट। म नेपाल सरकारले अहिले भर्खर ट्राफिक सम्बन्धी रुलको बारेमा जुन चर्चा गरिरहेको छ वा ट्राफिक सम्बन्धी विनियमको बारेमा जुन सूचना प्रसारित गरिँदैछ त्यसको बारेमा म आफूले के भन्न उचित ठानेको हो भने, हेर्नुहोस्, विगतको सरकारले अब लाइसेन्सको ठोस व्यवस्था नगरी ढिलो गर्ने, फेरि कति 10-12वटा जिल्लामा एक ठाउँमा लाइसेन्स बनाउने केन्द्र बनाउने, अब लाइसेन्स पनि 12 महिना अब अनुकूल वातावरण नदिएर गर्ने। अब लाइसेन्स फर्म भरे पनि अहिलेसम्म चाहिँ स्मार्टवाला कार्डवाला लाइसेन्स नपाएको छ। त यस्ता विभिन्न विकृति विसङ्गतिहरू विगतका 20-30 वर्षका सरकारमा थिए। पञ्चायती व्यवस्थामा त झनै थिए, त्यहाँ त पुलिसैको राज थियो। त अहिले चाहिँ अब जुन ट्राफिक रुल लागू गरेको छ, जसको लाइसेन्स छैन, ब्लू बुक छैन, आदि इत्यादि छैन। आजकल गाउँघरमा साइकलको लोप हुँदै गएको छ या भइसकेको छ। एकदम आंशिक रूपमा कतै कतै फाटाफुट्टा देखिन्छ। किनभने अब त्यति राम्रो बाटो नभए पनि बाटो सबै ठाउँमा ग्राभलदेखि लिएर कालोपत्रसम्म रहेका छन्। त कृषि प्रधान मुलुक हो, देश हो। खेतमा ट्र्याक्टर लिएर हलो जोत्छन्, त्यहाँ डिजल चाहिन्छन्, अन्य सामानहरू सामग्रीहरू पुगाउनु पर्छन्, बिउ बिजनहरू सबै कुरो त अब के अरे मोटरसाइकलबाट नै हुन्छन्, 3 चक्केबाट नै हुन्छन्। र त्यस कारणले गर्दाखेरि यसमा चाहिँ लाइसेन्स भएन भने, ब्लू बुक भएन भने भन्ने किसिमको कारण आएको छ, कुरो आएको छ। त्यसको बारेमा सरकारलाई म के सुझाव दिन चाहन्छु भने, हेर्नुहोस्, तपाईँ गरिब साधारण देश नेपालको एउटा सरकार हुन्छ, प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री। तपाईँ चाहिँ कुनै विकसित मुलुकको होइन। पहिले सुविधा प्रावधान जुन लाइसेन्सको कागजपत्रको सुविधाहरू पर्याप्तता हुन दिनुहोस्, त्यसमा कमी सरकारद्वारा नहोस् र त्यसपछि जुन कागजहरू, जुन लाइसेन्सहरू, जुन बाटोघाटोमा विगतका दिनहरूमा जहीँ पनि पुलिसले रोके, जस्तै कत्रो न देशभक्त, कत्रो न बहादुर, कत्रो न विदेशी शत्रुसँग लडाइँ गरे जस्तै गाडी रोक्यो, अनि कतै कुनै कमजोरी त्रुटिहरू खोजो, छैन पनि भने फेरि खोजो, अनि त्यसमा चाहिँ दण्ड जरिवाना, चाहे रसिद कटाएर होस् कि नकटाएर होस्, त्यस्तो लिएर यो यातना त छँदै थियो। कम्तीमा अहिले तपाईँको सरकारबाट चाहिँ अब अवैध नहोस्, गैरकानुनी नहोस्, तर शुद्ध नेपाली जनताहरू अर्काको मोटरसाइकल चढेर पनि युरिया डिएपी ल्याउन जान्छ, डिजल पेट्रोल पम्प ल्याउन जान्छ। यदि त्यहाँ बाटोमा पुलिस राखिदियो भने अब अर्को छिमेकीको मोटरसाइकल लिएर जान्छ हिलामेको बेलामा, कहाँनिर ब्लू बुक, कहाँनिर लाइसेन्स हुन्छ। यो व्यवहारिक कुरामा पनि अब सरकारले ध्यान दिनु आवश्यक हुन्छ। ती प्रहरीहरू जुन रोक्छन्, त्यसको घरमा पनि 10 कट्ठा 15 कट्ठा खेती छन्, त्यसको बुवा काकाले पनि यहाँ त्यस्तै गरिरहेको हुन्छ। आफू प्रहरी अर्कै जिल्लामा हुन्छ, यसको जिल्लामा अर्को पुलिसले यहाँ रोकिरहेको हुन्छ। यो चाहिँ अब यस्तो हो कि यसमा चाहिँ सुधार गर्नु। जरिवाना यदि लगायो भने 50,000सम्म, 1 लाखसम्म, यो त एउटा मोटरसाइकल निलाम भए जस्तै भयो। जरिवाना भनेको मानिसलाई सपार्नको लागि एउटा चाहिँ भद्र तरिकाको चेतावनी हो। 2-4 पैसाको जरिवाना हुनुपर्छ। यति जरिवाना नहोस्, नेपालीको घरको औकात पनि त्यति छैन, कङ्गालै छन्। यो पुलिसहरूको चाहिँ अब यो कमाइहरूको लागि चाहिँ ट्याक्स नलगाउनुहोस्। अब जरिवाना भनेको पछि 200-400 रुपियाँ जरिवाना भिन्दै कुरा हो। 50,000सम्म सुन्छु, 1 लाखसम्म सुन्छु। यस्तो भयो भने यो त
जनताको लागि शास्ति भयो। सरकार जुन अहिले लोकप्रियता बढ्दै गएको छ त्यसलाई चाहिँ मध्यनजर राख्दै जनता गरिब पीडित जनताहरूले निम्न स्तरको आर्थिक भएको जनताले यदि अब रुनु पर्यो भने बाटैमा रुनु पर्यो भने त्यसको चाहिँ अब आँसु झर्छ, आँसु पर्छ। त्यसरी चाहिँ जनतालाई कलेश दिने काम नगर्नुहोस्, सहुलियत दिने काम गर्नुहोस् भन्ने सरकार प्रमुखलाई मेरो नमस्कार छ।